हेलो गाइज, वेलकम टु माई न्यू ब्लग अनि सर्ट ब्लग। धेरै लामो ब्लग त छैन आज, त्यही नि यसो बनाइदिउँ भनेर बनाइरहेको। के भन्दा नि आज अब यस्तो हामी फोटा खिच्ने, अनि त्यसपछि मेरो कपाल हल्का लामो भइसकेको छ, त्यही भएर कपाल काट्ने भनेर निस्केको थियौँ। त्यतिकैमा अब यस्तो हजुरहरूको माया लागेर हजुरहरूलाई सम्झेर चाहिँ भिडियो बनाऊँ भनेर भिडियो बनाइरहेको छु। सबैजनाले माया देखाइदिनु होला भन्ने आशा गर्नेछु। गयो त हामीले चाहिँ अब फोटो भिडियो सबै चाहिँ खिचेर सकेर हामी अब कपाल काट्न जाँदैछौँ। कपाल चाहिँ के भनेपछि अब लामै छ होइन, बौला जस्तो देख्यो क्या त्यही भएर पुरै काट्ने सोचिरहेको छु। अब कस्तो काट्छु के गर्छु त्यो पनि देखाउने छु भन्दै अब कपाल काट्ने ठाउँमा गएपछि चाहिँ अरू भिडियो चाहिँ कपाल काटेको चाहिँ हुनेछ भन्ने आशा राख्नेछु। गाइज, कपाल काट्ने ठाउँमा आइसकेको छ। अब हाम्रो यहाँ दोस्ती चाहिँ अगाडि मिलाएको छ। हाम्रो टप्पै दोस्ती पवन टप्ला आउने सोचिरहेको छ। मान्छे छैन मान्छे छैन अझै यार, लाइन लागेर बसिरहेको सबै पालो पहिलो कहिले काहीँ छैन। अब होइन, अस्ति हामी कपाल काट्न आएको, अस्ति नि प्याक थियो, फेरि आज आएको छु। अब आज चाहिँ के हुन्छ, हल्का कुरेर काटेर जाने सोचिरहेको छु, के हुन्छ हजुरहरूलाई त्यही भन्दैछु। फाइनली कपाल काट्यो होइन। कपाल काट्दै चाहिँ हामी यहाँ सामानहरू लिन आउँदैछौँ। भाइ अन्धु भाइ प्लेट नै प्लेट पछि अब यहाँ हामी सामान लिन आउँछौँ। त्यही त प्रताप साले होइन, कपाल चाहिँ काटियो। अब धेरै लामो थियो, हल्का चाहिँ धेरै त्यति छोटो नगराएको, हल्का चाहिँ ऊ गरेर आएको छोटाएर चाहिँ। धेरै एक हप्तापछि चाहिँ पालो पाएँ भनौँ, मान्छे आगै गर्थ्यो। त्यही भएर यहाँ छ है यो क्या यो लग्ने, यो वाला लग्छस् कि यही लग्छस्? कुन वाला? ए 1 रुपियाँ पर्छ एउटालाई। यो कति? तेरा नि एकै होला सायद। कहाँ लेखेको? एकै हो क्या, अस्ति मैले 1मा लग्यो। खै त सक्यो अहिलेहरू त्यो सकेको। यो म कपाल काट्न डुलेको गरेर 1 हप्तापछि चाहिँ पालो आयो। यसले चाहिँ अस्ति नै काटेको थियो, मैले चाहिँ आज काटेँ। अब सामान किन्न आएको छन् अलिअलि, अब त्यस्तै हो। के एउटा दुइटा लैजान्, म दिन्छु ल। कहाँहरूमा लग्ने? यहाँ खामलाकै तल बसेर। जिम जानु परेन? जिममा अहिले लग्न त अनि लगेर खाउँला। कहाँ खाने कि लगेर गरेर उता बाहिर निस्किने खाना भित्रै खाने ल्याउनु जान्छौँ दुइटाले। अर्को के? अर्को कुक त्यहीँ त छ त, त्यही तान्न दुई नै होला त्यहाँ। कोकै छ त त्यहाँ अर्को नि। म यसको दिन्छु त अर्को दिएन ल। हामीले चाहिँ कोक लगेर जान्छौँ, अरू त त्यस्तै हो। अनि यसलाई बिलेट लग्यो एउटा। कपाल सपाल काट्लु है, कपाल सपाल काटेर म आइयो। खानासाना पकाएर खाएर अनि पछि सुतेर, भोलि चाहिँ ड्युटी छ, त्यही भएर खानासाना पकाएर खाएर चाहिँ छिटो सुत्नुपर्ने हुन्छ। यति भन्दै हजुरहरूलाई मेरो नयाँ भिडियो राम्रो लाग्यो होला भन्दै आशा गर्दै यो भिडियोलाई नै अन्त्य गर्न चाहन्छु। र
साथसाथै लाइक सब्सक्राइब अनि सेयर चाहिँ गर्न नबिर्सिदिनु होला। धन्यवाद।